छेल्यो त्यहाँनिर तैँले खोलिरहेछ त अन्त मैले खोलिदिएको थिएँ यहाँ देखाउनु भनेको मम्मी हल्दी एकदम देखिरहेछ त हल्दी अब यस्तो छ मेरो क्यामेरा हुँदा त काम लाग्दैन काटेर गर्नु ठिकै छ होस् त्यही ल गर्दिनँ थोपडा मात्रै होइन हल्दीलाई देखाउनुहोस् न यहाँनिर के हो तपाईँको छोरी एकदम ब्युटिफुल लाग्छ यो खालि थोपडा मात्रै देखाउँछ त मेरो कान्छी भिडियोमा खै त तपाईँ पनि देखाइदिउँ न मलाई नदेखाइ के हुन्छ यता चाहिँ हाम्रो मम्मी एकदम मेरो के भन्छ भिडियोग्राफर यो हल्दी चाहिँ खासै हिजो दाजु र भाउजूले खन्नु भएछ अब तर यसको चाहिँ धनी चाहिँ म हो बेच्ने चाहिँ व्यापारी धनी होइन व्यापारी एक डोरा चाहिँ यता पनि झरेछ हल्दी हात ठिराएर पक्रिनु सकेको छैन हल्दी अच्छु यहाँनिर यति धोइसक्यो बल्ल बल्ल नानी छ है हात पनि यस्तो भयो पहिलो चिसोले हल्दीले बल्ल बल्ल सक्यो हल्दी धोएर अब यहाँ चाहिँ हल्दी सुकाउनुको लागि मम्मीले यहाँनिर प्लास्टिक पुस्नु हुँदैछ अब यो हल्दी चाहिँ मजाले यसको जरा काटेर मसिनो काट्नु पर्नेछ यति मात्रै होइन अर्को पनि बोरा छ हाम्रो हल्दी खै हल्दी बेचेर सुन लगाउँ भनेको कतै भयो है कान्छी है मम्मी सरी हाम्रो मम्मीले फेरि कान्छी भन्दा रिसाउँछ त है मम्मी अब यो बोरा राखेर चाहिँ जल्दी आउनुहोस् त मम्मी हजुर भोक लागिसक्यो खाना खानुपर्छ मम्मीले यति चाहिँ केलाउनु मजाले काट्नुपर्छ मसिनो काटेर चाहिँ सुकाउनु पर्छ नि त कि यो हल्दी यति डल्लै छ भोलि चाहिँ यति चाहिँ म र मम्मी भएर केलाउनु पर्नेछ आजलाई यति नै बाइ बाइ